नेपाल राष्ट्रिय बैंकले आज मन्सिर 11 गतेदेखि 100 रुपियाँ अंकित दरका नयाँ नोट बजारमा पठाउँदैछ। नयाँ नोट साबीको आकार तथा रङ्गमा उपलब्ध हुनेछ। संकेत नम्बर क 20 5 वटा 0 1 देखि घ 40 6 वटा 9 सम्मका नयाँ नोट चलन चल्तीमा ल्याउन लागेको राष्ट्रिय बैंकले जनाएको छ। नयाँ नोटको बायाँ तर्फ सगरमाथाको चित्र छ। नोटको दायाँ तर्फ लालीगुराँसको पानी छाप छ। नोटको मध्य भागमा नेपालको चुच्चे नक्सा रहेको राष्ट्रिय बैंकले जनाएको छ। यस्तै नोटको मध्य भागमा अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिएको छ। अशोक स्तम्भसँगै दृष्टिविहीनलाई नोट पहिचानका निम्ति छामेर थाहा पाउने एउटा कालो थोप्ला र बायाँ तर्फ अण्डा आकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र छ। 2 मिमी चौडा भएको रङ परिवर्तन हुने नोटलाई